ल यो ठुलदाईको परिवारको क्लिप है त डम्बरू भाइ अमेरिका जाँदैछ ल दाजु छोरालाई भोलि बिदा गर्ने भयो भोलि पठाउनु पर्यो नि त भोलि कुन ठाउँमा जाँदै हुनुहुन्छ ल छोरालाई के भन्नुहुन्छ ल भन्नु त अब राम्रो भन्छ नि अब हामी पनि आइहाल्छौँ 15-22 दिनमा अनि सँगै भेला भयो बसौँ बस भाउजू तपाईँ ल पहिला ल छोरालाई के भन्नुहुन्छ होला छोरालाई राम्रै होस् भन्छु राम्रोसँगले भोलि बिदा दिन्छौँ र हामी सबै बस्न पाइयोस् ल ठुले जाँदैछस् है राम्रोसँग जानु ल ल बुवा आमालाई यहाँ बस्नेलाई के भन्छस् त नसुर्ताउनु 1-2 दिनमा भेट भइहाल्छ त्यसो भन्छस् माइलो दाजुलाई बिदा गर्दाखेरि के टेन्सन लिने र रमाइलोसँग जानु भन्ने होइन उहाँ पुगेर फोन गर्नु भन्ने कान्छ त के हेर्छस् छिटो दाजुलाई उहाँ पुगेर काम लगाएर डलर हामी जानुभन्दा अगाडि पठाउनु भन्छ हो ल के भन्दैन शुभ सन्देश ल मामा रामरी जानु सेफ जर्नी ल थ्याङ्क यू दिदी सेफ जर्नी अरे ल दिदी अब जाँदैछ यो अन्तिमको शुभकामना राम्रोसँगले जानु कस्तो के छ ल यो दिदी नजिकको कान्छी दिदी नजिकको घर हो ल भान्जा तिमी शुभकामना छ है र गुड जर्नी कान्छा भान्जा के भन्नु त म राम्रो पढ्छु ल के भन ल राम्रो पढ्नु ल ल भान्जा हुन्छ ल भन न बोल न ल राम्रो पढ्नु सेफ जर्नी भन त सेफ जर्नी ल थ्याङ्क यू भान्जा ल सोल्टी सेफ जर्नी ल आनन्द हुनुहुन्छ नि एकदम ल आऊ लक्ष्मी ल तिमी के भन्न चाहन्छौ ल सेफ जर्नी ल सेफ जर्नी हाम्रो दिदी यहाँ दिदी चामल केलाउँदै हुनुहुन्छ चामल केलाउनु भयो दिदी खेलाउँदैछु ल ल ल भिनाजु के गर्दै हुनुहुन्छ तपाईँ के गर्नु खाना बनाउनु हो खाना पाक्दैछ ए ल लक्ष्मी तिमी कहाँ जानु लाग्यो नानी ल ल ल जम्मू कहाँ छिन् आउरी जमुना ल अब जाँदैछ यो अन्तिमको एउटा आवाज दिनु ल शुभयात्रा परिवारलाई सेफ जर्नी गर फोन गर्नु ल ल ल ल ल थ्याङ्क यू वास्तविक हाम्रो घर भुटान चिराङ जिल्ला बडरे गाउँ हो हामी भुटानबाट लखेटिएर नेपाल विक्रम सम्मत कतिमा सन विक्रम सम्मत होइन सन इस्वीय सन 1 अप्रिल 1992 नेपालमा पथरी शरणार्थी शिविरमा आएका हौँ र हाम्रो पहिलो शिविरको प्रवेश पनि त्यही डेट हो र यो जुन आज चित्र हामीले यहाँ कैद गर्न खोज्दैछौँ यो पथरी शरणार्थी शिविर सनिस्कारे पनि भनिन्छ यसलाई यो शिविरको हो र हामी यहाँ यो दृश्य लिँदैछौँ जुन यहाँ अगाडि यो दृश्य देखिँदैछ यो शरणार्थी शिविर पत्रीको सेक्टर डी को दृश्य हो यो बाटो हो यो सनिकसरे हुँदै यो केचाना पुग्ने बाटो हो र यो सेक्टर डी हो हामी यही सेक्टर डी मा सेक्टर D3 मा हाम्रो परिवार आएर लगभग 16 वर्ष हामीले बितायौं र यहाँको हरेक वातावरण धेरै अनौठो छ। यहाँको दुःखमय जीवन बितायौं। यो स्थलको याद जीवनमा बारम्बार आइरहनेछ। यो दृश्यले हामीले आफ्नो जीवनमा के कस्तो दुःख कठिनाइहरू भोग्यौं र जीवनमा यो बसाइले के कस्तो
परिवर्तन ल्यायो भन्ने कुरा आउने दिनहरूले बताउनेछ। यो दृश्यले हामीलाई विगतका क्षणहरूलाई बारम्बार सम्झाइरहनेछ र यो जुन अगाडिको ढोका देखिरहेछ यही हट हो हाम्रो, यो D356 हो यो। र पर्सि हामी यही हटबाट चाहिँ सदा सदाका लागि नेपालबाट अमेरिका प्रस्थान गर्दैछौँ। म भीमभाइको जेठी फुपूको छोरा साइलो ओमनाथ पोखरेल हुँ। मेरो तर्फबाट भीमभाइ र सब परिवारमा हार्दिक मङ्गलमय शुभकामना। मामा माइजू नमस्कार। भाइहरू बुहारीहरू र नानीहरू हाई अनि हेलो मेरोबाट। मेरा माइला मामा माइजू भीमभाइ कान्छो भाइ र परिवार मेरो मन मन्दिरमा सम्मानित र घनिष्ठ पात्र हुन्। म बडरीमा मावल आउँदा जुन माया मैले पाउने गरेको थिएँ कहिले बिर्सेको छैन अनि म कहिले पनि बिर्सने छैन। म भगवानसँग तपाईहरू सबैको उज्जवल भविष्यको कामना गर्दछु। बाई बाई। May you all live long and may the Almighty always befriend you. Bye bye. मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुनरीकाक्ष मंगलाय हरि। दुई 2051 सालमा यही D3 को यही 56 हटमा मैले तुलसालाई बिहा गरेर भित्राएको थिएँ। आज यहाँबाट हामी सदा सदाका लागि बिदा भएर अमेरिकातिर प्रस्थान गर्दैछौँ। यो मेरो ठुलो छोरी सुनिता हो। यसको जन्म यही हटमा भएको थियो र यो सानो सुषमा हो, उसको जन्म पनि यही हटमा भएको थियो र उनीहरूले पनि आफ्नो जन्मभूमिलाई छोडेर सदा सदाका लागि अब अमेरिका जाँदैछन् र यो दृश्य यही हामीहरूको लगभग 17 साल बसेको हट हो र यसले अब यहाँ चाहिँ बुवा आमा भाइ केही दिनको लागि रहँदैछन् र वरिपरि सबै हाम्रा छिमेकीहरूको दृश्य यहाँ कैद गरिएको छ। अगाडि जाला मेरो कति